Hello guys, welcome to my mini vlog. आज चाहिँ February 14 यानी कि प्रेम दिवस भयो भने म चाहिँ जाँदैछु मेरो काममा किनकि मेरो आज छुट्टी छैन। सबैजना आफ्नो लभ वान्ससँग सेलिब्रेसन गर्दै हुनुहुन्छ तर म चाहिँ काम गर्नु पर्छ सो म चाहिँ काममा पुगिसकेको छु। Hi, happy Valentine's Day. पैसा चाहियो। मैले भ्लग बनाउँदै यस्तै हो गाइज हैन। अब काम चाहिँ गर्नै पर्यो हैन। तपाईँ यो हप्ता त पुरै 3 जना आए त गाइजहरु चाहिँ मक्ख हुँदै हुनुहुन्छ कि बिहान काम धेरै आएन भनेर। अब बेलुका चाहिँ एकदम धेरै काम आउँछ, त्यो पनि केही छैन। चान्स दिएको कपलहरूलाई भ्यालेन्टाइन डे सेलिब्रेट गर्नको लागि हैन। अब यस्तै हो, हामी टाढा हुनेलाई चाहिँ के को भ्यालेन्टाइन डे के को के हैन। गाइस मैले चाहिँ क्रस पाएँ हो। Obrigada. ल गाइस अब हामी चाहिँ काम सुरु गर्नुपर्छ। हाय त्यही रोल हान्ने भन्नु नि दाइ, भ्यालेन्टाइन डेको दिन तपाईँलाई काममा आउँदाखेरि कस्तो फिल गर्छ? बिहान काम आउँदा अब ठिकै मैता छु नि त, त्यही भएर के अरे तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो होइन। सुनिललाई चाहिँ मसँग रिसाउँदै हुनुहुन्छ गर्लफ्रेन्ड भेट्नु जान नपाएर, किनकि बिहानको सिफ्ट थियो होइन। मैले चाहिँ चेन्ज गराइदिएँ, त्यो भएर एकदम धेरै रिसाउनुपर्छ। त्यही पनि केही छैन। लगाइदिन्छु अब चाहिँ म काम सुरु गर्छु है त। कति काम आएको एकछिन रोकिँदैन, यसरी काम गर्नुपर्छ। फाइनली ड्युटी सक्यो, म घर जाँदैछु। अहिले चाहिँ मेरो भ्यालेन्टाइन डे यसरी सेलिब्रेट गरेँ। बिचमा मलाई भिडियो चाहिँ लिनु मन लागेको थियो तर भिडियोहरू लिनै पाइनँ किनकि सोचेको भन्दा पनि धेरै बिजी भयो। अनि त्यो भएर कुनै पनि भिडियो लिनु नै पाएन। भाइ भनिदिनु न, भाइ होइन भाइ भनिदिनु, भाइ भनिदिनु सक्यो। अब अविनाशले चाहिँ गर्लफ्रेन्ड लिएर जाने रे। यो भ्लग भाउजूले हेऱ्यो भने के हुन्छ? नेपालमा भाउजूले, मेरो भाउजूले तपाईँको भाउजूले मैले यस्तो भने नि त, अविनाश चाहिँ गर्लफ्रेन्ड भेट्न जाने अब भने नि त। ए भाउजूले भने नि थ्याङ्क यू धन्यवाद भन्नु। ल फाइनली म चाहिँ मेरो घर पुगेँ काम गरेर होइन। Okay guys, thank you so much for watching. Bye.